देश तथा विदेशमा रहनुभएका सम्पूर्ण भगवान रूपी दर्शक महानुभावहरूमा नमस्कार। म लक्ष्मी बुढा अर्थात् सहरिया बुहारी सिरियलकी रिमा। हजुरहरूले मेरो भिडियो यति बेला कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सनुहोला। साथै लक्ष्मी बुढा युट्युब च्यानलमा नयाँ जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। यति बेला तपाईहरूले मेरो भिडियो लक्ष्मी बुढा युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ। आज म तपाईहरूमा सहरिया बुहारी सिरियलको बारेमा केही जानकारी दिनको लागि उपस्थित भइसकेकी छु। आदरणीय दर्शकवृन्द, तपाईहरूले हाम्रो सहरिया बुहारी सिरियल हेर्दै आउनुभएको छ। तपाईहरूले सहरिया बुहारी सिरियल भाग 136 त हेरिसक्नु भएको छ र आज 137 भाग 137 सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट आइसकेको छ। हाम्रो सिरियल तपाईहरूले पुरा हेर्नको लागि सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानल सर्च गरेर अथवा सहरिया बुहारी सर्च गरेर हेर्न सक्नुहुनेछ। र आजको भागमा के कस्तो भयो भन्ने कुराहरू थोरै तपाईहरूमा जानकारी लिएर म उपस्थित भइसकेकी छु। आजको भिडियोको बारेमा जानकारी दिनुभन्दा पहिला तपाईहरू नयाँ जोडिनु भएको छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। साथै भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। र हजुरहरूले हाम्रो सहरिया बुहारी सिरियललाई एकदमै माया गर्दै आउनु भएको छ। हामीहरूले तपाईहरूको माया अनि त्यो साथ अनि त्यो सपोर्ट एकदमै देखिरहेका छौँ। जुन माया आजसम्म गरिराख्नु भएको छ, भोलिका दिनहरूमा अझै योभन्दा धेरै माया गर्नुहुनेछ भन्ने आशा अपेक्षा राखेका छौँ हामीले। आजको भाग 137 मा के भइरहेको छ त भन्ने कुरा तपाईहरूमा म जानकारी दिन गइरहेकी छु। अस्तिको भाग त हजुरहरूले पक्कै पनि हेरिसक्नु भएको छैन होला, छ होला है, हेरिसक्नु भएको छ होला। यदि छैन भने पनि हेर्न नबिर्सनु होला। र आज 137 भागको सुरुवाती चरण कस्तो भएको छ र अन्तिमसम्म कस्तो भइरहेको छ भन्ने कुरा म थोरै केही तपाईहरूमा भन्न गइरहेकी छु। मेरो भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। तपाईहरूले भिडियो हेरिसकेपछि कमेन्ट गर्न र लाइक गर्न पनि नबिर्सनुहोला भन्न चाहन्छु। किनकि तपाईहरूको एउटा लाइक, एउटा कमेन्टले हामीलाई एउटा हौसला, भनौँ न ऊर्जा थपिन्छ। त्यसैले लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब, भिडियोलाई सेयर गर्न नबिर्सनुहोला। अब जाऊँ हामी सहरिया बुहारी भाग 137 को बारेमा, त्यो सम्बन्धी त्यो बारेमा तपाईहरूमा जानकारी दिन आएको छु भने अब जाऊँ हामी विषयवस्तुतिर। भाग 137 तपाईहरूले हेर्न सक्नुहुनेछ पुरा भिडियो सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट। र मेरो भिडियोमा पनि म थोरै जानकारी दिन चाहन्छु। सहरिया बुहारी भाग 137 मा चाहिँ भागको सुरुवात चाहिँ कसरी हुन्छ भन्दाखेरि आमा चाहिँ बसन्तको आमा, रिमाको आमा, कविराजको आमा अथवा शिशिरको आमा, सबैको आमा, हाम्रो आमा। आमाले चाहिँ भाँडा माझेर घरभित्र आउँदै गर्दाखेरि राधा, शिशिर सबै एक ठाउँमा भेट हुन्छ। भेट भइरहँदाखेरि अहिले पछिल्लो समय राधाले परिवारसँग रिस गरेको कारणले हरेक कुरामा न्यु खोजिरहेकी छिन्। त्यो हुँदाखेरि शिशिर पनि एकदमै रिसाउने, भाउजूसँग झर्किने, आवेशमा आइहाल्ने त्यो भइरहेको छ। अनि आवेशमा आइरहँदाखेरि अनि शिशिरलाई चाहिँ आमाले घरबाट बाहिरबाट धकेलेर भित्र पठाउँछिन् र ढोका लगाइदिन्छन्। अनि आमा र राधाको चाहिँ के हुन्छ त्यहाँनिर संवाद हुन्छ। संवाद भइरहँदाखेरि राधाले भन्छन् अब म यो देवरसँग असुरक्षित भएर यो घरमा बस्न सक्दिनँ भन्ने कुराहरू आमासँग गर्छिन्। र आमाले पनि अब त्यस्तो असुरक्षित हुने गरी व्यवहार त केही पनि गरेको छैन होइन, त्यही भएको कारणले गर्दा यस्तो नभन, तिमी एउटा भाउजू हो होइन, त्यो टाइपको आमाले सम्झाउन खोज्नुहुन्छ। तर राधाले बुझ्दैनन् है। राधाले नबुझेपछि त्यहाँ आमा र राधा बीच संवाद हुन्छ। त्यसपछि राधा चाहिँ घाँस काट्न हिँड्छ। अनि यो घरमा यत्रो जनालाई पाल्नुपर्ने, मैले काम गरेर त पाल्नुपर्ने होला भनेर आवेशमा आएर रिसाएर राधा के गर्छिन् त त्यहाँबाट घाँस काट्न जान्छन्। अनि आमाले चाहिँ राधा गएको हेर्छिन्। त्यसपछि ढोका खोलेर शिशिरलाई बाहिर बोलाउनुहुन्छ। बाहिर बोलाइसकेपछि शिशिर बाहिर आउन बित्तिकै भाउजू बनाउँदै खै कता भनेर भन्न नपाउँदै आमाले चाहिँ शिशिरको गालामा एक थप्पड लगाउनुहुन्छ, उफ्रिएरै लाउनुहुन्छ है फेरि। अनि ल्याइसकेपछि शिशिर, आमा तपाईँले मलाई पिट्नु भएको,
भन्दै आमासँग भन्छ, हो पिटे तैँले आमा जस्तो भाउजूलाई यस्तो व्यवहार गर्ने हो, आमा जस्तो भाउजूलाई यस्तो भन्ने हो, जसले तँलाई 1 वर्षको उमेरदेखि पालन पोषण गरेर आज यत्रो बनाउनु भयो, त्यही भाउजूलाई तैँले यस्तो व्यवहार गर्ने हो भनेर आमाले शिशिरलाई सम्झाउनुहुन्छ। आमा जस्तो आमा समानको भाउजू अनि भनेर सम्झाउँदाखेरि शिशिरले के भन्छ भन्दाखेरि सबै घरका भाउजूहरू आमा समान हुन्छन्, तर आमा भाउजू पनि त आमा समानको हुनु पर्यो नि व्यवहार भनेर शिशिरले चाहिँ आमासँग त्यहाँ कुरा हुन्छ। त्यसपछि शिशिर त्यहाँबाट निस्केर जान्छ। शिशिर गइसकेपछि बाटोमा फेरि कविराज र शिशिरको भेट हुन्छ। भेट हुन नपाउँदै कविराजले शिशिरलाई ओए पापी भनेर चाहिँ सिधै गाली गरिहाल्नुहुन्छ। त्यो गाली गरिसकेपछि शिशिर पनि आवेशमा आउँछ। दुई दाइ भाइ बिच भनाभन हुन्छ, बोलाबोल हुन्छ। त्यहाँ त्यो भइसकेपछि कविराजले चाहिँ शिशिरलाई चाहिँ एक झाप्पड हान्नुहुन्छ। त्यो हानिसकेपछि शिशिर एकदमै तातिएर ढुङ्गा खोजेर दाइलाई कुट्न खोज्छ। दाइ त्यहाँबाट भाग्नुहुन्छ। त्यो भइसकेपछि शिशिर त्यहाँबाट जान्छ। दाइ त्यहाँबाट घर आएर आमासँग कुराकानी गर्छ फेरि। अनि त्यो शिशिरले यस्तो व्यवहार गर्यो, भाउजूलाई यस्तो भन्यो, उस्तो भन्यो, म यो घरमा मेरो श्रीमतीलाई असुरक्षित गराएर राख्न सक्दिनँ, त्यसैले बसन्तीलाई चाहिँ यो घरको मोल गरेर चाहिँ घर बसन्तीले लिनु पर्यो, पैसा हामीलाई दिनु पर्यो भनेर चाहिँ कविराजले भन्छ। अनि आमाले चाहिँ त्यो कुराहरू चाहिँ अहिले मान्नु हुँदैन, किनभने शिशिरको बिहे गरेको छैन, बसन्तीको श्रीमती पनि रिता माइत गएर फर्केको छैन, बसन्ती काममा छ होइन। अनि बसन्तीले बिचारा त्यत्रो पैसा, त्यो घरको पैसा कहाँबाट ल्याउने भनेर आमाले चाहिँ मान्नु हुँदैन। र त्यो हुँदाखेरि आमा छोराबी संवाद भइ नै रहन्छ। त्यसपछि रिमा कलेजबाट आउँछिन्। कलेज भन्दा पनि रिमा चाहिँ कलेजको न्यू गरेर चाहिँ बसन्ती दाइलाई भेट्न बसन्ती दाइको काम गर्ने ठाउँमा गएको हुन्छन्। त्यहाँबाट फर्किँदाखेरि शिशिर दाइसँग भेट हुन्छ बारीमा। भेट हुँदाखेरि शिशिरले सोध्छन्, अनि तिमी यति ढिलो किन गरेको यताउति भनेर उनलाई भनिरहँदाखेरि रिमा चाहिँ एकदमै भनौँ न आवेशमा आएर, म अहिलेसम्म कहाँ गएको देख्नु भएको छ र दाइ, मैले के गरेको छु र भनेर रिमा भन्छन्। त्यो भन्दाखेरि शिशिरले त्यस्तो होइन, तर आफ्नो बहिनी कहाँ जान्छ के गर्छ भनेर बहिनीको ख्याल राख्नु, बहिनीको वास्ता गर्नु त दाइको कर्तव्य हो नि, त्यही भएर हो भन्ने कुराहरू गर्छन्। त्यहाँ त्यत्तिकै हुँदाखेरि भाउजूको बारेमा र दाइ आमाको बारेमा सोधिरहँदाखेरि शिशिर एकदमै रिसाएर आमा घरमै हुनुहुन्छ, तर दाइ भाउजूको बारेमा आजदेखि मेरो अगाडि दाइ भाउजूको कुरा नगर्नुहोस् भनेर रिमासित कुरा गर्छन्। अनि त्यो हुँदै गर्दा के भयो भन्दाखेरि यस्तो यस्तो भएको हो भन्ने कुरा शिशिरले रिमासँग गर्छन्। अब यस्तै हुने हो भने दाइ भाउजूलाई चाहिँ यो घरबाट निकालिदिन्छु भन्ने कुरा शिशिरले गर्छन्। अनि त्यो कुरा गरिसकेपछि रिमा एकदमै दाइलाई सम्झाउँछिन्, किनभने तपाईँले यस्तो गर्नुभयो भने उनीहरूकै घरमा आएर हामी बसेका छौँ, उनीहरूलाई नै निकाल्ने कुरा गर्नुभयो भने एक दिन यो घरबाट हामी नै निक्लेर जानुपर्ने दिन आउन सक्छ दाइ, त्यसैले तपाईँ आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्, कन्ट्रोल गर्नुहोस् भनेर रिमाले शिशिरलाई सम्झाउँछिन्। तर पनि शिशिरले खासै मान्दैनन् त्यो कुरालाई। उनी एकदमै आवेशमा आउँछन् होइन। त्यो भएर दाजु बहिनी बिच त्यत्तिकै संवाद भइरहँदाखेरि यताउति कुराहरू हुन्छ। अनि त्यसपछि दाइ खेतमा जान्छ। रिमा चाहिँ घर फर्किँदा फेरि धनीसँग भेट हुन्छ। धनीसँग भेट भइसकेपछि धनी त आएर पनि घर पुगेर पनि ड्रेस चेन्ज गरेर लुम्बा साना आँटिसकेको हुन्छ। तर रिमा भर्खर आउँछिन्, किनकि उनलाई पीडा भयो नि त, दाइलाई भेट्न पाइन, त्यत्रो टाढाबाट दाइलाई भेट्छु भनेर गएको, तर पनि भेट्न नपाउँदा उनी दुखी भएर बाटोमै बसेर ढिलो आएकी थिइन्। अनि त्यसपछि धनी र रिमा बिच पनि संवाद हुन्छ। धनी त्यहाँबाट जान्छ लुम्बास। अनि त्यसपछि रिमा घर फर्किन्छन्। धनी लुम्बास किन जान्छ भन्दाखेरि उनी लागु पदार्थमा चाहिँ फसेका थिए होइन, लागु औषधमा फसिरहेका थिए। त्यहाँ लुम्बासमा चाहिँ उनी छुटाउनुको लागि त्यहाँ सुध्रिएका छन् अहिले पछिल्लो समय। त्यो हुँदाखेरि चाहिँ त्यसको लागि उपचार गर्न चाहिँ लुम्बास जान्छन्। अनि रिमा घर आउँछन्। घर आमासँग फेरि रिमा र आमाको संवाद हुन्छ। अनि रिमाले सोध्छिन्, शिशिर दाइ र दाइ भाउजूको झगडा भएको र भनेर। आमाले हो भन्नुहुन्छ। अनि त्यसो भइसकेपछि किन यस्तो गरेका होला नि त शिशिर दाइले यस्तो यस्तो भन्दाखेरि आमाले के भन्नुहुन्छ, यो घरमा कोही पनि कम छैन, मै ठुलो मै भन्छ सबैले,
भनेर आमाले भनिरहँदाखेरि रिमाले तपाईँ यस्तै भन्नुहुन्छ र शिशिर दाइलाई टाउकोमा टेकाउनुहुन्छ, कुन दिन हामी निस्कनु पर्ने दिन आउँछ भन्ने कुराहरू रिमाले आमालाई पनि सम्झाउने कोसिस गर्छिन्। यदि तपाईँले कसैले पाल्नु भएन, कसैले हेर्नु भएन भने तपाईँले मैले हेर्छु, छोरो जस्तै भएर पाल्छु भनेर रिमाले आमालाई भन्छन्। त्यो भनिरहँदाखेरि आमाले पनि एकदमै मनमा छोरीले पनि यस्तो भन्यो भन्ने लाग्छ नि त, त्यही भएर छोरी पनि मेरो छोरो जस्तै भयो भनेर आमाले सोच्नुहुन्छ। त्यसपछि उता इन्द्रे जुन हामीले सुध्रिसक्यो भन्ने सोचेका थियौँ, के को सुध्रिनु, बसन्तीलाई फसाउनुको लागि उसले चाहिँ उसलाई सपोर्ट गरेको, सहयोग गरेको जस्तो बहाना गरिरहेको रहेछ नि त होइन। अनि त्यसपछि अहिले उता पूजालाई चाहिँ 2 लाख रुपियाँ दिएर चाहिँ इन्द्रले त्यो बसन्तीलाई फसाउनको लागि, बसन्तीलाई आफ्नो पहिलाको बदला लिनको लागि चाहिँ पूजालाई प्रयोग गरिरहेको छ। पूजालाई माया जालमा पारेर हुन्छ कि त्यसलाई के गरेर हुन्छ, जसरी पनि त्यसलाई फसाउनु पर्छ, त्यसको बदला लिनुपर्छ भनेर इन्द्रले 2 लाख रुपियाँ तिरेर पूजालाई उसलाई माया जालमा पार्न लगाएको छ होइन। उता पूजाले चाहिँ माया जालमा उसलाई पारेको हुन्छ, पार्न खोज्छ। अनि ऊ बारीमा काम गरिरहेको हुन्छ बसन्ती, अनि बारीमा काम गरिरहेको बेला पूजा जान्छन्, म तिमीसँग बिहे गर्न चाहन्छु, तिमी मसँग बिहे गर भन्छन्। अनि बसन्ती त एक्कासी यस्तो कुरा गरिसकेपछि उसलाई रिस उठ्छ, किनकि जुन कुरा ऊ चाहँदैन त्यही कुरा त्यहाँ गरेपछि त रिस उसलाई मात्र होइन हर कोहीलाई उठ्छ होइन। अनि एक्कासी बसन्ती रिसाउँछन्, अनि बसन्ती रिसाइसकेपछि अनि त्यहाँबाट जुरुक्कै उठेर घर जान्छन्। अनि उसको ठुलो बुवा, पूजाको ठुलो बुवा र ठुली आमालाई भनिदिन्छन्, पूजाले मसँग यस्तो यस्तो व्यवहार गर्नुभयो, यस्तो कुरा गर्नुभयो, आजबाट पूजा मेरो अगाडि नआउन् भनेर चाहिँ ठुलो बुवा र ठुली आमासँग यो सबै कुराहरू जुन पूजाले गरेकी थिइन् त्यो सबै कुराहरू उसको ठुलो बाबा र ठुली आमासँग बसन्तीले लगाउँछ। त्यो भइसकेपछि उता बसन्तीको कुरा सुनेर ऊ ठुलो बुवा र ठुली आमा पनि एकदमै रिसाउँछन्। अनि ठुलो बुवा चाहिँ तिम्रो छोरीले अब यस्तो यस्तो गर्छ भनेर चाहिँ त्यहाँ कुरा हुन्छ। अहिले चाहिँ इन्ड भएको छैन, भर्खर म बिचबिचमा पुग्दैछु, तर योभन्दा पछिका कथाहरू पनि धेरै छन्। सबै कुराहरू मैले अहिले नै तपाईँहरूलाई सुनायो भने तपाईँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि भिडियो अन्तिमसम्म हेर्न मन पनि लाग्दैन। सिरियलको कथा अहिले नै बुझिसक्नुहुन्छ। वास्तवमा तपाईँले मेरो मुखले भनेको भन्दा पनि तपाईँहरूले रियल बुझ्नको लागि चाहिँ प्रत्यक्ष भिडियो हेर्नै पर्छ। त्यसैले म योभन्दा पछिको कथा चाहिँ भन्न चाहदिनँ, यति भन्छु। र योभन्दा पछाडिका कथाहरू पनि धेरै राम्रा छन्, एकदमै गहकिला छन्, एकदमै इमोसनल छन्। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुभयो, पुरा भिडियो हेर्नुभयो भने त्यो कथाले के भन्न खोजिरहेको छ, त्यसले देखाउन खोजेको कुराहरू चाहिँ के हो वास्तवमा भन्ने कुराहरू यो सबै तपाईँहरूले सहरिया बुहारी सिरियल सर्च गरेर हेर्नुभयो भने चाहिँ अवश्य पनि बुझ्नुहुनेछ। सहरिया बुहारी भाग 137 सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मात्र आउँछ है। फेरि तपाईँहरूले अन्त हेर्नुभयो भने कतै रिभ्यू हुन्छ, कतै काटेर हालेको हुन्छ, कतै के गरेर आएको हुन्छ, तर मेन आउने भनेको चाहिँ तपाईँको सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मात्र यो भिडियो आउँछ है। त्यसैले तपाईँहरूले सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट गएर एकचोटि सहरिया बुहारी सर्च गरेर हेर्नुहोस्। तपाईँ हाम्रै गाउँघरमा भइरहेका कथाहरूलाई चाहिँ समेटेर बनाएको सिरियल हो, जुन हामीले पनि अहिले देख्न सक्छौँ। गाउँघरमा यताबाट नजिकबाट माया गरे जस्तो गर्ने, उसलाई सहयोग गरे जस्तो गर्ने, तर पछाडिबाट छुरा हान्ने, धोका दिने होइन, कतिपय मान्छेहरू यस्तै हुन्छन्। त्यस्तै कथाहरूलाई चाहिँ एउटा भिडियो मार्फत हामीले देखाउने कोसिस गरिरहेका छौँ। र हजुरहरूले हेरेर के कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। साथै म रिमा अनि अर्को धने, यो जोडीलाई पनि तपाईँहरूलाई मन पर्छ कि पर्दैन, यो जोडीलाई मन पराउनु भयो भने अझै कथालाई एकदमै बवाल हुनेवाला छ। त्यसैले भिडियोलाई हेरेर के कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। हजुरहरूको सुझाव सल्लाह साथ सपोर्टको हामीलाई एकदमै खाँचो छ। कृपया भिडियो हेर्न नबिर्सनुहोला। र मेरो च्यानलमा नयाँ जोडिनु भएको छ भने लक्ष्मी बुढा युट्युब च्यानल पनि सब्सक्राइब गर्न नबिर्सनुहोला। आगामी भिडियोहरूमा हामी फेरि भेट्नेछौँ। आजको लागि यति नै भन्न चाहन्छु। सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानल सर्च गरेर सहरिया बुहारी हेर्न नबिर्सनुहोला। धन्यवाद।